जाऊ हेलो गाइज वेलकम टु माई न्यू ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला कहाँदेखि कहाँदेखि हुनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला ओ भन्दै हामी हिँडिसकेका छौँ अहिले आउँछन् अरे त्यतै जाने ल राजा अजो हाँ क्या दिदी मिल्दैन ढिलो गरेको के दाइ भाइ हाल्ने खैर फोनै उठाएन छुट्टोले दाइ भाइ हाल्दै हो भाइ हाल्दैन आइहाल्छ नि सर यो बाटो आउँदैन होला नि त्यो त कुन बाटो त सुतार सधैँ उता बाटो छन् कहाँबाट त्यो उबाट भनेको होइन ए चित्रेतिर र त्यो त राम्रो फेरि चित्रेबाट यता यहाँ उ आउँदाखेरि घाटा पर्छ नि त यहाँ खासै पर्दैन के अरे यहाँ यस्तो भसकै खान्छ मान्छे त नि गाडी खोज्दै पर्छ हेलो गाइज गयो है के भयो गाडी नपाएर के हो गाडी नपाएर के हो ए रिजर्भ ल त ल हेलो गाइज ल कहाँ छिरी गराएन होला बत्यो कहाँ छिरी गरायो होला नि घरतिरै गरायो होला नि त देखा खाइ नि त्यो रोडमा थियो कि अघि भाउ चैनपुर हो क्या जिपी होला नि यस्तो बाटो भन्दा पोखरातिर अनि उता डौलीतिर झिल छ बाटो ठुलो छ आनन्द कोही कोही आएर यसो उ गर्छन् भन्ने छैन आफ्नो सुरुमा हिँड्न पायो 2 लेन छ है सही हुन्छ कि त्यस्तो यहाँ त आफ्नो लेन काटिने बित्तिकै भइयो सब हेर्ने हो कि हाम्रो बनाए त्यो त्यो भन्दै त कामै छैन यार त कामै त्यही पुलले गर्दैन हो कि यसको बनाउनु त डबलै बनाएको होइन जे भए पनि रुकिराख्नु परेन नि त होइन खोला पनि भएनकै ठुलो थियो हुँदा पहिला त लास्टै पर्थ्यो अनि कति बाइक बगाउने कति सामान बगाउने भयो अहिले त धेरै आनन्द छ नि मान्छेलाई त
हेर त मकै फाँडेर हिलाइरहेछ। हाम्रोमा फल्नुभन्दा पहिलामा बङ्करले खाएरमा भ्याउनेल भइसक्यो। अब त अब भन्ज्याङ स्कुल जान्छ हेर्नु न। अब भन्ज्याङ स्कुल जान्छ के। त्यहाँ मान्छे छैन, विद्यार्थी बिचार कता पढाएर बस्ने टिचरहरू। हाम्रै 10 क्लासमा धेरै भनेको ती 13जना होला। त्यो जति पढाइन्छ नि अर्को वर्षबाट छैनन् बिचार। त्यो लङ्गा स्कुल छ है, त्यो टेक्निकको के त्यो, अनि यो उसलाई जसले जहाँको विद्यार्थीले उहाँ धेरै लिएर आउँछ चल्दो रहेछ क्या यस्तो पनि। अहिले जिलाङले पाउँदै पाएन अरे नि त, त्यो धर्मले सङ्गतिले घुसवाएर अब विद्यार्थी निष्पक्ष गरेर जसकोले पर्सेन्टेज धेरै लिएर आउँछ नि एक्जाममा, त्यो विद्यार्थी त्यो मर्स गरिदिनु कि त्यो दुइटा स्कुल या त रोउनु परोस् हाम्रोमा। अनि त्यो 15-16 जना टिचरको त 30 जना टिचरहरूको त कति सेलेरी हुन्छ, त्यो पैसा त वर्षै हालेर पनि लिएर जान सक्छ होइन त। अलिअलि उसले दिइहाल्छ। दिदी त्यस्तो भनिदिएको क्या मैले त पनि मास्टरको सेलेरीले बस हाल्छ, महिनाको पत्र हुँदो रहेछ। अनि त्यो मास्टर गाडी हालिदिएपछि अलिअलि के अरे गाडी भाडा उठाइदिएपछि गइहाल्यो। बाटो नराम्रो छैन। अनि बाटो नराम्रो छैन, र जिलाङ स्कुल पढ्न आए पनि टेक्रेमै गए पनि रौमी पुगे पनि के। कस्तो दामी थियो अनि होला नि पारे गरेर कस्तो खतरा भवन बनायो। हेर्नु कस्तो भयो बनायो। अनि स्कुल पनि त्यत्तिकै भएन, स्कुल पनि त्यत्तिकै भएन त, विद्यार्थी छैन बिचार। यस्तो पिच बाटो छ नि त, हो त नि के विद्यार्थी गराइदियो, के अरे मस गराइदियो, एउटा गाडी हालिदियो होइन त, 2 ट्युब हिँड्नु भेटिहाल्छ। सियर भ्याउँछ नि, 7बाट तातिएपछि नि भइहाल्छ। पुऱ्याए पनि के अरे यो भानुमतीमा होइन त, विद्यार्थी पनि पढ्ने भयो। यही होला क्या 3-4वटा स्कुल यो ठाउँमा छ के। यिनीहरूको त्यत्रो टिचर हुन्छ
तर स्कुल मिल्न खोज्छ कि दाइ अस्ति नै हामी बिहेमा नि आएको क्या अन्त कसको बिहे थियो के त बाटो गर्छ कुन्नी कस्तो हेरौँ के अरे कस्तो भयो अँ रान्टीको घर तल बारीमा कुन त्यो पछाडिको सागरबाट फुल भएर एकदम गइरहेको थियो त त्यो पेन्टी कुरो के ए भाइ के त्यही किन फर्कियो त्यो बुढो भएको पुरानो कता साइन चाहिँ रहेछ दाजुभाइ के त्यो मोटै अँ भाइ त्यहीँ जाने होला भन्दै आएको लाग्यो बाटोमै रहेछ क्या हो नमस्ते दाइ कति राम्रो भर्खर है ए ल होइन सर पनि हो केटाहरूसँग भेट भइसक्यो गाइज देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ गाइज यता हेर्न सक्नुहुन्छ चट्ट लाएर यहाँ पसिना भइसक्यो गाइज दाइले हेर्न सक्नुहुन्छ सुरदै ऊ त्यस्तो हजुरको राम्रो इज्जत हुन्छ सुरदै ऊ त्यस्तो इक्जाम आइसक्रिम किनिदिनु न सुरदै सुर आइसक्रिम किनिदिनु न यस्तो खानुहुन्न नि यस्तो त फ्रीमा खाने हो दाइले जस्तो जान्नु नि पर्छ ल अब हामी चाहिँ निस्किनु लगाएको चट्ट लगाएर अब भिमात गएर भेट्छु भिमात हल्का काम छ त्यसपछि हामी निस्किन्छौँ है चट्ट लगाएर दादा के छ त नि हाल खबर नाइस सर आइसक्रिम गुड ल सबैजना आउनु होला भाइरल आइसक्रिम दाई ल लोकेसन भन्नुपर्छ लोकेसन कहाँ हो सानो टिम भक्तपुर हो ए ल ल सानो टिम भक्तपुर है लोकेसन चाहिँ ल सबैजना आएर एकदम माया गरिदिनु होला हजुरको टिकटक आइडी नि टिकटक आइडी सार्की बिस्ने एकदम मिठो गीत जान्छ दाइको फेरि ल यति भन्दै म अब चाहिँ निस्किन्छु ल हस्त धन्यवाद ल फाइनल हामी घर आइसकेको छु म ल सबैले हेर्न सक्नुहुन्छ म घर आइसकेँ ल काम साम थियो अनि टक्क भिमात काम साम सकेर ठ्याक्क सामान लिएर आयो अनि ट्याक्क म घर आइसकेँ आजको भ्लग चाहिँ यति नै सबैले लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गर्नु नभुलिदिनु होला कहाँदेखि हेर्दै हुनुहुन्छ सबैले कमेन्टमा भनिदिनु होला यसरी नै माया देखाउनु होला सब्सक्राइब बढाइदिनु होला लाइक गरिदिनु होला ल है त गाइज अब फेरि नेक्स्ट टाइम हेरौँ ल बाई बाई टेक केयर